अस्मत्परमगुरुभ्यो नमः। अस्मत्सर्वगुरुभ्यो नमः। श्रीमते रामानुजाय नमः। श्रीशैलेशादि प्रणतोऽस्मि नित्यम्। भूतं सरश्च महदाभयभट्टनाथ श्रीभक्तिसारकुलशेखर योगिवाहान् भक्ताङ्घ्रिरेणुपरकालयतीन्द्रमिश्रान् श्रीमत्पराङ्कुशमुनिं प्रणतोऽस्मि नित्यम्। गुरुमुखमनधीत्य प्राहवेदानशेषान् नरपतिपरिक्लिप्तं शुल्कमादातु कामः। स्वसुरमवरवन्द्यं रङ्गनाथस्य साक्षात् द्विजकुलतिलकं तं विष्णुचित्तं नमामि। अस्मद्देशिकमस्मदीयपरमाचार्यानशेषान् गुरून् श्रीमल्लक्ष्मणयोगिपुङ्गवमः पूर्णौ मुनिं यामुनं रामं पद्मविलोचनं मुनिवरं नाथं शठद्वेषिणं सेनेशं श्रियमिन्दिरासहचरं नारायणं संश्रये। श्रीयोगिराज रघुनाथ गुरो प्रशिष्यं श्रीमज्जनार्दन गुरोत्तमशिष्यरत्नं वेदान्तयुग्मनिपुणं सुलभं सुशीलं श्रीदेवराजगुरुवर्यमहं प्रपद्ये। बाधूलभं शकलशाम्बुधिपूर्णचन्द्रं श्रीश्रीनिवासगुरुवर्यपदाब्जभृङ्गं श्रीवाससूरितनयं विनयोज्ज्वलन्तं श्रीरङ्गदेशिकमहं शरणं प्रपद्ये। श्रीशैलेशदयापात्रं देवभक्त्यादिगुणार्णवं यतीन्द्रप्रवणं वन्दे रम्यजामातरं मुनिम्। श्रीयपति भगवान अखिल कोटि ब्रह्मांड नायक कर्तुम अकर्तुम अन्यथा कर्तुम सर्वसमर्थ पूर्ण ब्रह्म परमात्मा का प्रपन्न जनकूटस्थ जो आचार्यहरूको जो महिमा छ, भगवानको महिमा भन्दा पनि भगवत चरित्रको महिमा भन्दा पनि आचार्यको महिमा र आचार्यको चरित्र नि हामी प्रपन्न महाभागवतका लागि अनुसन्धेय र अनुभव गर्ने योग्य आचार्यकै चरित्र नै हुन्छन्। हाम्रा लागि हाम्रो परमात्मा, हाम्रो भगवान भनेको हाम्रो आचार्य। हामीले भगवानको रूप कस्तो छ, स्वरूप कस्तो छ, परमात्मा कस्तो भइबक्सन छ, परमात्माको कति प्रकारका गुण छन्, भगवानको स्वभाव कस्तो छ, यी सबैलाई जान्ने हाम्रा आचार्य भइबक्सन छ। र हाम्रो भगवान भनेको हाम्रो आचार्य, आचार्यको भगवान भनेको परमात्मा लक्ष्मीनाथ प्रभु। त यस्तो जो महिमा छ, श्री वरवरमुनि स्वामीजी महाराजले श्री भाष्यकार भगवानको महिमाको गान गरिरहेको छ, जो यतिराज विंशति नामक स्तोत्रद्वारा जो समस्त भक्त भागवतहरूका प्रपन्न महाभागवतहरूका प्रपन्न जनकूटस्थ श्री यस्ता आचार्यहरूका श्री चरणारविन्दमा प्रणति गर्दै, परम महाभागवतहरूका चरणारविन्दमा प्रणति गर्दै र यस सञ्चार माध्यमद्वारा भागवत सत्सङ्गमा, भागवत यो सत्सङ्गमा सम्मिलित हुनुभएका समस्त परम महाभागवतहरूको चरणारविन्दमा प्रणति गर्दै हजुरहरूकै कृपाले, हजुरहरूको अनुकम्पाले यो यतिराज विंशति नामक स्तोत्र श्री वरवरमुनि स्वामीजीले आचार्यका प्रति जसरी कृतज्ञता ज्ञापन गरिबक्सेको छ,
त्यसको अनुभव गर्ने, यी चरित्रलाई आस्वादन गर्ने परमात्माले एउटा ठुलो अनुग्रह कृपा गरिबक्सेका छ। हिजो हामीले 3 श्लोकसम्म अनुभव गऱ्यौँ, सत्सङ्ग गऱ्यौँ हामी सबै मिलेर। अब चौथो श्लोकमा अथवा 3 श्लोक तेस्रो श्लोकलाई नै लिएर जाउँ। वाचा यतीन्द्रमनसा वपुषा च युष्मत् पादारविन्दयुगलं भजतां गुरूणाम् पुराधिनाथ कुरुकेश मुखाद्य पुंसां पादानुचिन्तनपरः सततं भवेयम्। बराबर मुनि स्वामीजीको भाव कस्तो छ त भन्दा, हे यतीन्द्र, हे मेरो प्रभु, हे मेरो स्वामी, हे मेरो भगवान, मनसा वपुषा मनद्वारा शरीरद्वारा जति पनि कर्मानुष्ठान हुन्छन् नि, कर्मानुष्ठान मन र शरीरद्वारा गरिने जो कर्मानुष्ठानद्वारा युष्मत् पादारविन्द युगलम, प्रभुका युगल चरणारविन्दको नित्य सेवा आराधना गर्नुहुने गुरुणाम, गुरुहरूमा जो कुराधिनाथ कुरुकेश आदि जो आचार्यहरू हुनुभयो, नित्य भागवत अनुभव चिन्तन गरेर पाप पनि 3 प्रकारको हुन्छ र पुण्य पनि 3 प्रकारको हुन्छ, कायिक, वाचिक, मानसिक। यसैले हाम्रो भाष्यकार भगवान कस्तो भइबक्स्यो भने, कलियुगी प्राणीले मानसिक अपराधबाट बच्न सक्दैन। मनले सोचिहाल्छ, कल्पना गरिहाल्छ। मनले मनको गतिलाई रोक्न अति मुस्किल छ। कथनचित यो हावा चल्दछ नि, यो हावालाई रोक्न सक्यो भने बरु हावा रोकिएला मनको गतिलाई रोक्न सकिँदैन। वायुरिव सुदुष्करम भन्नुहुन्छ के भन्छ, वायुलाई रोक्न सकिन्छ? वायुलाई म छेक्छु भनेर सक्छ कसैले? त्यस्तै प्रकारले मनको गतिलाई रोक्न सकिँदैन। मनले सोच्ने, कल्पना गर्ने, अब मनको वेग जस्तो के को वेग होला? ऊ अहिले ऊ अमेरिका पुगेर आयो, देखेको ठाउँमा त पुग्छ, नदेखेको ठाउँमा पनि मन पुगेर आउँछ। कुखुरागाला पुगेर आयो, ऊ धनगढी पुगेर आयो, ऊ काँक्राबिटा पुगेर आयो। मनलाई पुग्नलाई के समय लाग्छ? यसैले हाम्रो आचार्य श्री भाष्यकार भगवानले के गरिबक्स्यो त भन्दा, गद्यत्रयमा शरणागति गद्यमा पहिले यस्ता कामी, क्रोधी, लोभी, लालची विषय जीव आउँछन्, यी पनि शरणमा आउँछन्। अब यिनीहरूलाई के गरी उद्धार गर्ने त भन्दा पहिले क्षमा माग्दै बसेका छ रावण स्वामीले। मनोवाकायै अनादिकाल प्रभुतानन्त कृत्या कर्ण कृत्य अकर्ण भगवतपचार भागवतापचार असह्यापचार रूप नाना विधानन्तापचारान् आरब्ध कार्यान् अनारब्ध कार्यान् कृतान् क्रियमाणान् करिष्यमाण, जो गरिसके, जो गर्नेवाला, जो गरिरहेका छन्, जो गर्नेवाला छन्, कृतान् क्रियमाणान् करिष्यमाण सर्वम अशेषत क्षमस्व। भगवान ती सबैलाई क्षमा गर्दै बसेला। योभन्दा दयालु अर्को को होला? पाप र पुण्य 3 प्रकारले हुन्छ, कायिक, वाचिक, मानसिक। कति कालमा मानसिक पुण्यलाई चाहिँ मानेको छ, मानसिक अपराधलाई चाहिँ मानेको छैन। फेरि हामीले अब के गर्ने, सम्भव भएन, सामर्थ्य थियो भने सबै आचार्यहरूलाई, सबै भागवतहरूलाई बोलाएर पदयातना
आचार्यको मङ्गलगान गर्न पाए हुन्थ्यो, मङ्गलाशासन गर्न पाए हुन्थ्यो। अनि त्यो मनमा जो भावना आयो नि, हो त्यो मनको भावनाको फल चाहिँ मिल्दछ फेरि। सत्कर्मको फल मिल्दछ कलिकालमा। यसैले हाम्रो आगम शास्त्र भनिन्छ, नारद पाञ्चरात्र आगममा पहिले भगवानको मानसिक सेवा गर्नुपर्दछ। टक्कै 1.5-2 घण्टा लाग्दछ मानसिक सेवामा। पुरै हामी जति शरीरले कर्मद्वारा जति आराधना गर्दछौँ त्यो पुरै मनले गर्नुपर्दछ। पहिले मानसिक आराधना, पहिले मानसिक आराधना, स्नान गरिसकेर आफ्नो नित्य कर्म सकेर अनि मङ्गला गरिसकेपछि, भगवानको पट खोलिसकेपछि, मङ्गला गरिसकेपछि अनि जल भित्र्याउने, अनि भगवानलाई जल लिएर आएर अनि बसेर भगवानको सबै पञ्चकटोरी आदिमा जल विराजमान गराइसकेर अनि मानस आराधना गर्नुपर्दछ। बसेर भगवत सन्निधिमा बाहिर बसेर, त्यो भित्र गर्भगृहभित्र बसेर होइन, बाहिर बसेर अनि पुरै भगवत सेवा पुरै सुरुदेखि लिएर भोग राग बलि प्रदानसम्म त्यति गरिसकेर अनि त्यहाँबाट जुरुक मानसिक सेवा, अनि त्यहाँबाट जुरुक्क उठेर अनि सेवा गर्न जाने हो भित्र। कायिक वाचिक मानसिक 3 प्रकारका दुष्कर्म पनि हुन्छन्, सत्कर्म पनि हुन्छ। पाप र पुण्य 3 प्रकारको हुन्छ। आचार्यहरू कस्ता हुनुभयो त भन्दा मनले, शरीरले, वाणीले गरिने जो कर्मानुष्ठानद्वारा हजुरका युगल चरणारविन्दको नित्य सेवा गर्ने, फेरि युष्मत् पादारविन्द युगलम भजताम, नित्य आराधना गर्नुहुने गुरुणाम, यस्ता आचार्यहरू जो गुरुजनहरू हुनुहुन्छ, आचार्यहरू हुनुहुन्छ को त भन्दा कुरुआदिनाथ, कुरुकेश आदि जो आचार्यहरू हुनुभयो, यस्ता जो प्रमुख मुखाद्य पुंसाम, यस्ता महनीय आचार्यहरू, महापुरुषहरूका पादानुचिन्तन पर सततम भवेयम, त्यस्ता महनीय आचार्यको चरणारविन्दको चिन्तन, निरन्तर चिन्तन गरिरहने, त्यो त्यस्ता महनीय आचार्यहरूको नित्य निरन्तर चरण चिन्तन, त्यो चिन्तनको भाव मलाई कहिले आउला, त्यो चिन्तन गरिरहने म कहिले बनौला त्यसरी भनेर पनि सम्झे। भाष्यकार भगवान विन्ती गर्नुहुन्छ, हे सन्यासीहरूका पनि राजा प्रभु, हे मेरो भगवान, हे मेरो स्वामी, मन वचन शरीरले कर्णत्रय भनिन्छ। यी 3लाई कर्णत्रय भनिन्छ। यी कर्णत्रयले गरिने कर्मानुष्ठानद्वारा भगवानका श्री आचार्यका युगल चरणारविन्दको नित्य निरन्तर, अब यहाँ दुईटै लिइन्छ है, आचार्यको नित्य सेवा पनि लिइन्छ र भगवानको आराधना पनि लिइन्छ नि। यहाँ बुझ्ने रहस्य भनेकै यी छ के। एकपल्ट कुरेश स्वामीजी जस्तो भाष्यकार भगवानको भनौँ न मनोभावलाई जान्ने कोही हुँदै भएन शिष्यमा। शिष्य त धेरै भए भाष्यकार भगवानका, कुरेश्वरी जस्तो कोही पनि भएन। अब अलिकति आचार्यको प्रिय भएपछि अलिकति ईर्ष्या चलन त भइहाल्छ नि त। त्यो समय पनि हुँदो रहेछ कि राम्रो जान्ने बाटो, ऊ गतिलो, हामी चाहिँ हामीले चाहिँ गरेका छैनौँ र एउटा त्यो द्वेषको भाव आउँछ कि। परन्तु त्यहाँ द्वेषको भाव आउनु नआउने, मैले गर्न सकिनँ, ममा सामर्थ्य थिएन, ममा योग्यता थिएन, गर्नुभएको छ, आचार्य प्रसन्न हुनुहुन्छ, यो राम्रो हो, खुसीको खबर हो नि। परन्तु त्यसलाई सद्भावपट्टि नलगेर अब नकारात्मक भाव कस्तो हुन्छ, ए फलाने राम्रो, फलानेले गरेको ठिक, फलानाले गरेको ठिक, हाम्रो सेवा होइन र। त्यस समयमा पनि थिएन। कुरेश स्वामीजीले एक दिन भाष्यकार भगवानको नित्य प्रति गर्नुहुन्थ्यो। एक दिन
बिस्तारा लगाउनु भयो, बिस्तारा लगाइसकेर अनि आफू सुत्नुभयो। आनन्दले पल्टी सुत्नुभयो। अब शिष्यहरूले देखे, शिष्यहरूले अरूले देखे नि, ओहो अब राम्रोसँगले गएर कान्न भने प्रभु भगवान् आज बडा अनर्थ अपराध देखेँ, मैले अपचार देखेँ, के भयो राम्रो हजुरको बिस्तारामा, हजुरको ओछ्यानमा, हजुरको शय्यामा कुरेसले सुत्ने, हजुरभन्दा ठुलो हजुरको ओछ्यानमा सुत्ने। भाष्यकार भगवान् मुसुक्क हाँस्नु। अब यिनीहरूलाई के थाहा कुरेसको भाव? भक्ति पन्थमा, भक्ति मार्गमा सबैभन्दा उँचो भनेको भाव हो। त्यो भावका अगाडि सारा वेद वेदान्त उपनिषद यी नियम कानुन अनुष्ठान मन्त्र तन्त्र सब फेल्छ। त्यहाँ कसैको केही लाग्दैन। छचिया भएर छाछपे नाच नचावे, एक अन्जुली मोहीका लागि 1 घण्टासम्म नचाइदिन्थे। त्यो भगवानका घरमा के मोही थिएन, खाना नपाएर होला। त्यो गोपिनीहरूको भाव, त्यो गोपिनीहरूको श्रद्धा प्रेम, भक्ति मार्गमा त्यहाँ नियम कानुन विधान संविधान केही रहँदैन के। अत्यन्त भक्तियुक्तानाम न शास्त्रम नैव चक्रम भन्नुहुन्छ हाम्रो आचार्य। जहाँ अतिशय प्रेम छ नि, त्यहाँ न शास्त्रको मर्यादा रहन्छ, न नियम नै रहन्छन्। त्यहाँ केही सबै उल्टो पाल्टो हुन्छ क्या, त्यहाँ अस्तव्यस्त हुन्छ। कुरेश्वरीले जसरी सुत्नुभयो, सुतेको देखे, गएर भने कि हजुरको शय्यामा त कुरेशले सुत्यो, त नराम्रो। अब भाष्यकार भगवानले होइन उनको भाव यो थियो भन्दा गुरुले पनि उहाँकै पक्ष लिनु पर्न थाल्ला नि फेरि। कत्रो एउटा धर्म सङ्कट हुन्छ कि। अनि हो राम्रो गलत गरे, यो त नहुने हो, कुरेशलाई बोलाऊ। भाष्यकार भगवानले कुरेश सम्झेर बोलाउनु पर्यो। अनि अरूले भने कि यसो यसो गर्नुभयो कुरेशले, अनि राम्रो सम्झ्यो, किन यसो गरेको त? अञ्जली पुट बाँधेर प्रभु कहीँ त्यो बिस्तारामा ओछ्यानमा, त्यो हजुरले शयन गर्ने शय्यामा कहीँ कतै बिजाउँछ कि, कहीँ खाल्डो परिरहेछ कि, कहीँ गाठाको छन् कि, कहीँ कङ्कडको छन् कि। अब यति सन्यासीको शय्या त कुनै त्यो महलमा त हुँदैन। रामानुजाचार्य स्वामीले हजुरलाई दुःख कष्ट नहोस् भनेर मैले पहिले सुतेको प्रभु। यदि यो अपराधले, यदि यो आचार्य अपराधले यदि मैले नरक जानु पर्दछ भने म नरक जान्छु प्रभु। अनि ती जो लगेर पुल लगाउने थिए नि, अनि उनीहरूको होस आयो। यो स्थितिमा त हामी पुगेकै रहेनछौँ नि, त्यो भावमा त हामी पुगेकै रहेनछौँ नि। भक्ति मार्गमा इदम इत्थम भन्नै सकिँदैन। यो ठिक हो, फलानाले गरेको ठिक, यो बेठिक भन्नै मिल्दैन। पहिले निर्णय गर्नुभन्दा अगाडि भाव सोध्नु पर्दछ, के भावले गर्नु। त्यहाँ हेर्दा झट्टै गलत देखिए पनि, शास्त्र विपरीत देखिए पनि भावना के छ, के भावले आराधना गरेको छ। भगवान त भावग्राही हुनुहुन्छ नि त। यो बाहिरको यो खोल आडम्बर, यो नौटङ्ग नाटक भगवानलाई चाहिँदैन कि। भगवान त अन्तर्यामी। भगवान त पहिले स्क्यानिङ गर्नुहुन्छ के, भित्र के छ। भगवान त सबभन्दा ठुलो स्क्यानर हो भगवान त। पहिले भगवानले भगवानका अगाडि गएर यो हामी जो सङ्कल्प आदि गर्दछौँ नि, यो पनि आवश्यक छैन। फेरि छैन भने नगराउने होइन, किन त्यो लेभलमा पुगिया छैन नि त। सङ्कल्प किन गराउनु पर्यो? भगवानलाई थाहा छैन र? भगवान एउटा सानो मसिनका अगाडि जाँदा स्क्यानिङ गरेर सबै सामानभित्र के राखेको देखाइदिन्छ एउटा मान्छेले बनाएको चिजले। अनि भगवान भन्दा ठुलो स्क्यानर अर्को कोही छ? स्क्यान मसिन अर्को कोही हो? अगाडि पुग्ने बित्तिकै
अब अगाडि नपुगे पनि भगवान्लाई त थाहा छ नि त उसका अब यसका कति जन्म बिते कति जन्म के बन्यो भन्ने त भगवान्लाई त सबै थाहा छ। अनि भगवान्को अगाडि फलानु गोत्र फलानु यो फलानु भनिरहनु पर्छ। भगवान्को अगाडि पुग्ने त स्क्यानिङ भइहाल्यो। अनि त्यो सङ्कल्पको पनि आवश्यक छैन। परन्तु अब एउटा लोकका लागि सङ्कल्प गर्ने तो भाष्यकार भगवानको महिमा जो छ नि 3 प्रकारका पुण्य 3 प्रकारका पाप। अब यहाँ नित्य आराधना गर्ने जो युगल चरण छन् नि हाम्रो आराध्य युगल चरण अरविन्द चाहिँ हाम्रा आचार्यकै हो। आचार्य निष्ठ हुन सक्यो भने नि आँखा चिम्लेर भवसागर पार पारिन्छ। अब एउटा प्रसङ्ग छ त्यो कहिले सुनाउला। भक्तमालको आचार्यमा निष्ठा भइदियो भने जस्तो पतित पनि पार हुन्छ। यसरी अन्तिम विकल्प अन्तिम उपाय भनेको चाहिँ आचार्याभिमान। जसरी सिंहले छलाङ मार्छ नदी नालामा यहाँबाट यहाँ अब उफ्रिएर यता तर्दा अब त्यो सिंहका शरीरमा भएका कुपिया भयो त्यो जुम्रा आदि त्यो ओर्लेर हिँड्नुपर्छ। त्यो सिंहकै शरीरमा सिधै पानी तरेन नि। यस्ता प्रमुख जो आचार्यहरू हुनुहुन्छ यस्ता आचार्यका श्री चरणारविन्दको नित्य निरन्तर अनुभव गर्ने त्यो म कहिले बन्न पाऊँ, त्यो भाव मलाई कहिले आउला, त्यो चिन्तन गरिरहने म कहिले हुँला प्रभु, त्यो दिन कहिले आउला। नित्यं यतीन्द्र तव दिव्य वपु स्मृतौ मे सक्तं मनो भवतु वा गुणकीर्तनेशौ कृत्यं च दास्य करणं तु करद्वयस्य भृत्यन्तरेस्तु विमुखं करणत्रयं च। हे यतीन्द्र, हे मेरो भगवान, मे मनः, यो मेरो मन जो छ नि प्रभु, हे भगवान, यो मे मनः, यो मेरो जो मन छ नित्यम निरन्तर सदा सर्वदा अविरल गतिले के त्यो धारणा टुटिकन तब दिव्य वपु स्मृतौ, प्रभु हजुरको त्यो श्री विग्रहको सदा सर्वदा चिन्तनमा सक्तम भवतु, आसक्त कहिले होला। आसक्त भनेको त्यो हजुरको त्यो दिव्य श्री विग्रहको नित्य निरन्तर सदा सर्वदा त्यो चिन्तनको भाव मलाई कहिले आउला। असौ मे भाग, यो मेरो वाणी, तब गुण कीर्तने, हजुरको गुणानुवाद नाम संकीर्तनमा कहिले यो मन लाग्ला। सक्ता भवतु करद्वयस्य कृत्यम, यी दुवै मेरा हात, यी जो हात छन् प्रभु हजुरको कैंकर्यमा कता सदा सर्वदा कहिले लाग्ला। तब दास्य करणम भवतु, यी दुवै हातको जो कर्म हो नि, यो हातको काम के हो त भन्दा केवल भगवत सेवा हो। भगवत सेवा भनेपछि त्यहाँ सबै आउँछ है। फेरि आचार्य सेवा पनि आयो, भागवत सेवा पनि आयो। फेरि मुखमा अन्न लगाएपछि अब हातलाई, नाकलाई, मुखलाई, अरू इन्द्रियलाई अलग अलग दिइरहनु पर्दैन के। यहाँ मुखबाट यहाँ पुगिसकेपछि सबैतिर बाँडियो। त्यस्तै प्रकारले यो हाम्रो आचार्य सम्प्रदायमा, श्री सम्प्रदायमा भगवानको सेवा भनेपछि त्यहाँ तीनटै आउनुहुन्छ। केवल भगवान मात्रै, सिंगल भगवान मात्रै आउनु, एक्लो भगवान मात्रै हुनुहुन्न। भक्तैर भागवतै सह, हाम्रो परमात्मा
एक्लै रहनुहुन्न, आफ्ना परिवारका साथमा रहनुहुन्छ र भगवानले सेवा आराधना गर्नु मेरो मात्रै पूजा नगर्नु भन्नुहुन्छ। सबै मेरा परिवारका साथमा मलाई राखेर अनि मेरो आराधना गर्नु। प्रभुको कैंकर्यका निमित्त बनोस्। कर्णत्रयञ्च, कर्णत्रय भनेको मन वचन शरीर, यी तीन पनि वृत्ति अन्तरे यो अन्य संसारी विषय व्यापारदेखि विमुखम भवतु, विमुख भएर रहन्। केवल यी सर्वतो भावेन सबैतिरबाट केवल हजुरको मात्रै आराधना होस्। हे यतिराज, हे रामानुज मुनि, हे मेरो प्रभु, मेरो मन सदा सर्वदा हजुरको दिव्य श्री विग्रहको ध्यान चिन्तनमा लागिरहोस्। प्रभु हजुरलाई सदा सर्वदा हजुरकै अनुभवमा रहोस्, हजुरकै चिन्तनमा रहोस्। यो मेरो वाणीले पनि मेरो आचार्यकै वैभवको गुणानुवाद वर्णन गरोस्, मेरो आचार्यकै नाम संकीर्तनमा लागिरहोस्। यी मेरा दुवै हातको जो कर्तव्य हो नि, हजुरको नित्य सेवा कैंकर्य गरिरहोस्। हजुरको कैंकर्य गर्नका लागि नै यी हात तत्पर रहन्। यी हातको काम भनेकै केवल भगवत सेवा, भागवत सेवा, आचार्य सेवा। यसको अतिरिक्त यो देहको अर्कोकै कामै छैन क्या। स्वामीजी महाराज हाम्रो स्वामीजी वर्णन गरिबक्छन् नि, बार बार भन्नुहुन्छ स्वामीजी, यदि यो देह कसैले स्वामीजीको मङ्गलाशासन गर्नुभयो, स्वामीजी हजुर स्वस्थ भइबस्छु, हजुरको मङ्गल होस्। स्वामीजीको अवतार नक्षत्रमा अथवा अरू बेला पनि कसैले मङ्गलाशासन गरे भने स्वामीजी महाराज के वर्णन गरिबक्छन् भने यो देहले भागवत सेवा, आचार्यको सेवाका लागि रहन्छ, सेवाको वृत्तिमा रहन्छ भने, सेवापट्टि मन लाग्दछ भने रहोस्, त्यसका लागि त हो, होइन भने यो देहको काम छैन। सदा सर्वदा केवल भागवत आचार्यको। यसैले त हाम्रा आचार्यले वर्णन गर्नुहुन्छ नि, आचार्यार्थे शिरम छिन्द्यात् कैंकर्यार्थे च यौवन। आचार्यका लागि यदि शिर कटाउनु पर्यो भने राखिदिने भन्ने। यो शरीर युवावस्था केका लागि दिएको? कैंकर्यार्थे च यौवनम। भागवत कैंकर्य, आचार्य कैंकर्य, सेवाका लागि दिएको भगवान यो शरीर। वैष्णवार्थे धनम छिन्द्यात्, कमाएको केका लागि? सम्पत्ति हामीसँग केका लागि छ? तदी आराधना गर्नका लागि। वैष्णवको लक्षण चाहिँ यो, जो प्रपन्न महाभागवतहरू हुनुहुन्छ नि, हरे राम, सबै परिपूर्ण भएर पनि यदि त्यो सदुपयोग भएन भने के गर्नु? त्यो त्यस्ता प्रकारले मन, वाणी, शरीर, यी कर्णत्रय जो छन्, अन्य संसारी विषय व्यापारदेखि कमाउनु, दमाउनु, खानु, पिउनु, यो त अनन्त जन्मदेखि चलेर आइरहेको छ कि यो एक जन्मको होइन नि त। यो पहिलोपल्ट हामी जन्मेका हौँ। मानौ उदाहरणका लागि सानो त्यो गाईको बाछा अथवा बाख्राका पाठा अथवा भैँसीका पाडा जन्मिन्छन्, पशुका। त्यो बाछा लरबराउँदै उठ्न थाल्दछ। उठेर त्यो थन खोज्दै थनमा जान्छ र अनि त्यहाँबाट त्यो थनमा मुख लगाएर चुस्न थाल्दछ। त्यो बालकलाई, नवजात शिशुलाई, भर्खर जन्मेकालाई यहाँबाट दुध आउँछ, दुध चुस्नुपर्छ कसरी थाहा छ? कसरी ज्ञान भयो त त्यसलाई? किन? जन्मान्तरको अभ्यास छ। त्यो अभ्यासले गर्दाखेरि
सानो बाछी लरबराउँदै आमाको थनमा पुगेर त्यहाँबाट दुध चुस्न थाल्छ। थनमा लगेर मुख टपक्क लगाइदिने मात्रै होइन नि, त्यो जन्मान्तरको अभ्यास कस्तो छ त यहाँबाट चुस्नु पर्दछ, तान्नु पर्दछ। त्यो बच्चामा त्यो अनन्त अनन्त जन्मको अभ्यास छ। बाख्राको पाठमा अन्य यी स्तनन्धय जति पनि प्राणी छन्, त्यसैले यी जति पनि संसारमा भनौँ न कमाउनु धमाउनु खानु पिउनु यो संसारको जति पनि यी विषय व्यापार छ नि, यसदेखि विमुख भएर रहन् यी मेरा इन्द्रियहरू। अर्थात् कुनै पनि चिजमा, खानामा होस्, लाउनमा होस्, अथवा कुनै चिज अब जो भोग्य पदार्थ छन्, खाना कसैलाई खाना भनेपछि सारा संसार त्यागेर खानैप्रति आसक्त हुन्छ, कसैलाई लाउन चाहिँदछ, कसैलाई घुम्नु पर्दछ। यो कस्तो हुन्छ भने त्यो प्रवृत्ति, त्यो जीवको स्वभाव प्रवृत्ति अनुसार जीव त्यता जान्छ कि। परन्तु श्री वरवरमुनि स्वामीजी महाराज कस्तो प्रार्थना गर्नुहुन्छ त भन्दा यी संसारका विषय व्यापारदेखि मेरा यी जति पनि यी इन्द्रियहरू छन् यी विमुख रहन्, अर्थात् विषयमा आसक्त नभएर केवल आचार्यकै कैंकर्यमा, आचार्यकै विषय मात्रै, भगवत भागवत आचार्यकै कैंकर्यमा नित्य निरन्तर सदा सर्वदा लागिरहोस् यो मन। पहिले सन्त महात्माहरू हुनुहुन्थ्यो, मन्दिरमा बस्नुहुन्थ्यो, वचन गर्नुहुन्थ्यो, भगवानको सेवा गर्नुहुन्थ्यो आनन्दले। आचार्य गुरुले भन्नुभयो नि बाबु सेवा गरेर बस, सर्वस्व परित्याग गरेर बसिदिनु। बित्तो बिग्रिन्छ नि आनन्दले, गुरुले भनेको छ, आचार्यले भनेको। आचार्यले भने सक्यो के त्यहाँ। पहिले गुरुकुलमा जाँदा भगवान गाई चराउन जानुभयो, संविधा लिन जानुभयो, दाउरा खोज्न जानुभयो, गुरुले पठाउनु जाऊ, चाहे त्यो राजाको छोरो चाहे सर्वसाधारणको छोरो होस्, त्यहाँ भित्र प्रवेश सबैलाई एउटै नियम हो। गुरुकुल भित्र प्रवेश गरेपछि कस्तो एउटा भनौँ न आचार्यको आज्ञा नै सर्वोपरि छ। अनि आचार्यले तथास्तु भनेपछि सबै परिपूर्ण भयो। जीवनभर गाई चराउन पठाउनु, अन्तिममा तथास्तु भनिदिनु, सबै ज्ञान भयो। अत्रि ऋषिको प्रसङ्ग त्यति आउँछ। आचार्यको केवल सेवामा, आचार्यको कैंकर्यको विषय मात्रै, यो मेरो जीवन, यो मेरो मानव शरीर केवल मेरा आचार्यको कैंकर्यमा मात्रै समर्पित भएर लागोस्। आचार्य भने आचार्य मात्रै होइन है, फेरि यहाँ बुझ्नुपर्ने कुरो छ। भगवान आउनुहुन्छ, भागवत आउनुहुन्छ, अनि आचार्य। वरवरमुनि स्वामीजीको भाव कस्तो त्यो कति उँचो भाव होला। अष्टाक्षराख्यमनुराजपदत्रयार्थ निष्ठां मात्र वितराद्ययतीन्द्रनाथ शिष्टाग्रगण्यजनसेव्यभवत् पदाब्जे हृष्टास्तु नित्यमनुभूय ममास्य बुद्धि। हे नाथ, हे भगवान, हे यतीन्द्र, हे मेरो स्वामी। यो नाथ शब्दको अर्थ बडा विचित्र छ। हे नाथ, भगवानलाई भित्रबाट त्यो छुने भनेको आर्त ध्वनिले हो कि कसैलाई पनि त्यो शब्दले गएर त्यो फर्काउने
उसलाई भनौँ न बसमा राख्ने अथवा उसलाई श्रद्धाद्वारा आराधना गर्ने भनेको ती शब्दले हो। त्यही शब्द सुन्दा रिस उठ्छ, त्यही शब्दले प्रेम विह्वल हुन्छ। शब्द भनेको विष पनि हो, शब्द भनेको अमृत पनि हो। शब्दमै सबै चिज शब्दमा राखेको हुन्छ। त्यही शब्द सुन्न नसकेर कान बन्द गर्छन्, सुन्न नसकेर न हो। त्यही शब्द अरू एकछिन बोलिदिए हुन्थ्यो, एकछिन सुन्न पाए हुन्थ्यो, एकछिन हेर्न पाए हुन्थ्यो। त्यही शब्दले हे नाथ, हे यतीन्द्र, हे मेरो प्रभु, हे यतीश्वर, अष्टाक्षराख्य मनुराज। अष्टाक्षर नामको यो जो मूल मन्त्र छ नि, मूल मन्त्रमा 8वटा अक्षर छ, 3वटा पद छ। जो अष्टाक्षर मन्त्र, अष्टाक्षर आख्य मनुराज, अष्टाक्षर नामको आख्य भनेको आख्यान भनेको नामको जो मूल मन्त्र छ, मन्त्रहरूको राजा भनिन्छ। मूल मन्त्र अष्टाक्षरी मन्त्रलाई पदार्थ निष्ठाम 3 पद, 3वटा पद छन्। फेरि अब यो लाइभ बन्द गरेपछि भन्नुला अब यो मन्त्रार्थ वर्णन गर्न हुँदैन। मूल मन्त्रमा अष्टाक्षराख्य 8 अक्षरको नामक यो जो मूल मन्त्र छ, यसमा 3 पद छन्। 3 पद, 3 पदमा क्रमैले संग्रह गरिएको जो आकारत्रय हो नि, त्यसमा हुनुपर्ने जो निष्ठा हो नि, आकारत्रय भनेर भनिन्छ। आकारत्रय सम्पन्नाम अरविन्द निवासिनीम अशेष जगदी श्रीत्रीम वन्दे वरदवल्लभाम। आकारत्रय भनेर भनिन्छ। आकारत्रय भनेको के हो? 3टा अकार भनेको के हो? अनन्यार्ह शेषत्व, अनन्यार्ह भोग्यत्व, अनन्यार्ह शरणत्व। न अन्य इति अनन्य। अनन्यता भनेको कस्तो हुन्छ भने परमात्माको अतिरिक्त भगवानको अलावा न अन्य इति अनन्य शब्द अर्थ राम्रो छ। अनन्यको के अर्थ भन्दा भगवानको अतिरिक्त अरू कोही न उसले देख्दछ न उसले कसैलाई आराधना गर्दछ। त्यसो भन्दा अरूलाई पनि निन्दा गरी हिँड्ने होइन। निन्दा त कसैको पनि गर्नु हुँदैन। सबै देवी देवता हामीभन्दा धेरै महान हुनुहुन्छ। उहाँहरूसँग बिन्ती गर्ने, प्रार्थना गर्ने कि मेरो प्रभुमा निष्ठा बनिरहोस्, प्रीति बनिरहोस्। यस्ता प्रकारले हजुरले कृपा गर्नुहोस्। भूत प्रेत पिशाच साकिनी डाके जति पनि आउँछन् नि, सबैसँग बिन्ती गर्ने हो। मलाई मेरो आराध्य जो मेरो परमात्मा हुनुहुन्छ, मेरो भगवान हुनुहुन्छ, मेरो भगवान प्रति, मेरो आराध्य प्रति मेरो निष्ठा बनिरहोस्। हजुरले यसरी कृपा गर्नुहोस्। भूत प्रेत यी पनि हामीभन्दा धेरै महान हुने, प्रत्यक्ष उनीहरूले भगवानलाई देख्दछन्। भूत प्रेत परन्तु उनीहरूले त्यस्तो कर्म गरेका हुन्छन् जो उनीहरूलाई शरीर चाहिँदछ। फेरि मुक्ति हुने भनेको चाहिँ मानव शरीरले हो के? शरीर छुटेपछि आत्मा त यही कोठा अरबौं खरबौं आत्मा घुमिरहेका छन्। बिना देहको, बिना शरीरको आत्माले मुक्त हुनलाई उसलाई शरीरै चाहिन्छ। त्यो पनि नरतन मानव देहै चाहियो। यस्ता यस्ता कर्म गरेका छन् कि अब भूत प्रेत भए, शरीर मिलेकै छैन, घुमिरहेका छन्, प्रतीक्षा बसेका छन्। अब कति अरब वर्ष पछाडि त्यो शरीर मिल्ने हो? मानव शरीर। मानव शरीर त खेलाउन होइन नि। बडे भाग मानुष तन पावा। देवतालाई पनि मिल्दैन नर यो मनुष्य चोला त। सुर दुर्लभ हो, देव दुर्लभ, मानव देह हो।
यी 3 पदमा भनेको मूल मन्त्रमा 3 पद छन्। यी 3 पदमा क्रमैले जो अनन्या र शेषत्व, अनन्या र भोग्यत्व, अनन्या र शरणत्व, जो त्यो मन्त्र राजमा मूल मन्त्रमा जो निष्ठा हुनुपर्ने हो नि, अत्र अद्य मम भित्र, त्यो निष्ठा चाहिँ आजै नै हजुरले त्यो प्रेम, त्यो विश्वास, त्यो भाव आजै मलाई कृपा गर्नुहोस्। भोलिको के भरोसा छ। जसले कुलशेखर सुरीले मुकुन्दमाला एकदम अनुभव गर्ने योग्य छ। मुकुन्दमाला चाहिँ एकदम चिन्तन गर्नुपर्छ। मुकुन्दमालामा श्री कुलशेखर सुरीले बिन्ती गर्नुहुन्छ, कुलशेखर सुरीको जस्तो चिन्तन कसको भयो होला र। कुलशेखर सुरी राजा, कुलशेखर सुरी भनेको राजा। घुष्यते यस्य नगरे रङ्गयात्रा दिने दिने। उहाँले विचार गर्नुभयो, अब भोलि रङ्गनाथ प्रभुको दर्शन गर्न जाने डेन्डेम घोष गरिदिनु भयो। उहाँको फेरि एउटा नियम के थियो भने, कोही भागवत वैष्णवजना आउनुभयो भने सेवा आराधना गर्ने, तदि आराधना गर्ने। अनि त्यति नै सेवा तदि आराधना सबै आफै नै गर्दै गर्दै बेलुका हुन्छ, राति हुन्थ्यो, जान पाउनुहुन्न। फेरि बेलुका सेवा आराधना सकेर वैष्णवको तदि आराधना गरेपछि सकेपछि फेरि भने डिन्डिम घोष गर्दैन, भोलि रघुनाथ भगवानको दर्शन गर्न जाने। अब उहाँलाई त्यहाँबाट नजानुहोस् भन्नका लागि अनि ती प्रजाहरूले के गर्दथे भने वैष्णवहरू खोजेर लिएर आउने, राजमहलमा प्रवेश गराइदिने। अब सेवा गर्नु पर्यो, भगवान रघुनाथ भगवान सवारी भयो। वैष्णवलाई वैष्णव बुद्धिले नै हेर्नुहुन्न थियो कि भगवान रघुनाथ भगवान यी दर्शन दिन आउनु, अब सेवा गर्ने। फेरि त्यो आउनुभयो, जान पाइने भन्ने ग्लानीले होइन, बडा प्रेमले भावले श्रद्धा, त्यो उता जानुपर्छ भने बिर्सिनु भयो। अब रङ्गनाथ भगवानको दर्शन गर्न जानुपर्छ भने भाव बिर्सिनु भयो। आनन्दले सेवा शुश्रूषा तदि आराधना सब गरिसकेपछि अब जब उहाँ बिदा भएर जहाँ हिँड्न लाग्नुभयो, फेरि घोषणा गर्नुभयो, भोलि रङ्गनाथ भगवानको दर्शन गर्न जाने। घुष्यते यस्य नगरे, घोषणा गरिदिनुहुन्छ जसका नगरमा रङ्ग यात्रा दिने दिने, प्रत्येक दिन घोषणा हुन्थ्यो। राजा कुलशेखर सुरीले भोलि रङ्गनाथ भगवानको दर्शन गर्न जाने। यस्ता मनी आचार्य हाम्रा पूर्वाचार्यहरू सबै राजा महाराजा। खाना नपका, लाउन नपका, अब धर्म कर्म त अहिले त यही नै सोध्दछन् मान्छेले। केही नभएर अब धोती पाटा बाँधेर टोपी पालेर हिँडे भन्ने अहिलेको मान्छेको मानसिकता छ। यी खैरेहरू जो आएका छन् नि, होइन, यी केही नभएर आएका, खाना नपाएर आएका हुन्, नपढेर नजानेर आएका हुन्। सबै चिज बुझेर जानेर जब उहाँ केही रहेनछ, शून्य, केही छँदै छैन, अनि भगवानका शरणमा आएका। कुलशेखर सुरीले वर्णन गर्नुहुन्छ, यो अत्र अद्य मम भित्र, आजै यहाँ आजै मलाई यो प्रदान गर्नुहोस् के त्यो मन्त्रमा निष्ठा होस् मेरो, आजै नै। यसैले कुलशेखर सुरीले प्रार्थना गर्नुहुन्छ, कृष्ण त्वदीय पद पंकज पंजरान्त अद्यैव मे विशतु मानस राजहंस, प्राण प्रयाण समये कफवात पित्तै कंठावरोधन विधौ स्मरणं कुतस्ते। यति सुन्दर भाव छ नि। हे भगवान, हे नाथ, हे मेरो स्वामी, कृष्ण त्वदीय पद पंकज पंजरान्त अद्यैव, आजै नै। यो मेरो मन जो छ नि बडा चञ्चल छ,
अहिले एकछिन यहाँ राखेको, एकछिन बजेर त्यहाँ पुग्छ। यो मेरो मन रूपी मानस राजहंस जो छ नि, अद्यैव मे विशतु, आजै नै हजुरका श्री चरणारविन्दमा लागोस्। बुढो भएर प्राणको प्रयाणको समयमा कफ वात पित्त तीनटा दोष हुन्छन्। बोल्न चाहेर पनि, स्तुति गर्न चाहेर पनि, सम्झिँदा पनि त्यो उच्चारण बन्न सक्दैन रे। अन्तिममा अन्तिम अवस्था त बडा भयानक छ, डरलाग्दो छ अन्तिम अवस्था त। प्राणको प्रयाणको समयमा यहाँबाट सर प्राण निक्लिने बेलामा कफ वात पित्त तीन दोष आउँदछन्। यी तीनटाले के गर्दछन्? गलालाई खप्प पारिदिन्छ। ग्यार 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 त्यो चाहेर पनि सम्झिएर पनि नाम उच्चारण गर्न सक्दैन के। अन्तिम अवस्थाको यो दुर्दशा छ। यसैले अन्तिममा हजुरको स्मरण बन्ला नबन्ला, मैले हजुरलाई चिन्तन गर्न पाउँला नपाउँला, मैले मेरो प्रभुको नाम उच्चारण गर्न पाउँला नपाउँला, परन्तु आज त छ नि, आज त समर्थ छ नि। त्यसैले आजै नै मेरो मन हजुरका श्री चरणहरूमा लागोस्। प्राण प्रयाण समय कफ वात पित्तै कण्ठ अवरोधन, कण्ठ अवरुद्ध हुन्छ। अनि स्मरण हजुरको कहाँबाट हुनु? ते स्मरणम कुत, कहाँबाट हुन्छ हजुरको स्मरण त्यतिखेर? अद्यैव मे विशतु मानस राजहंस, हजुरका श्री चरणारविन्दमा आजै नै यो मेरो मन लागोस्। यसैले श्री भरभर मुनि स्वामीजीले प्रार्थना गर्नुहुन्छ भाष्यकार भगवानसँग, प्रभु अष्टाक्षर नामको यो जो मूल मन्त्र जो छ नि, जसमा 3 पद छन्, यो 3 पदले संग्रहित गरिएको जो आकारत्रय हो, त्यसमा हुनुपर्ने जो मन्त्रमा जो निष्ठा हो नि, विश्वास हो नि, त्यो चाहिँ आजै नै मलाई कृपा गर्नुहोस् हजुरले। अद्यैव आजै नै कृपा गर्नुहोस् प्रभु। अस्य मम बुद्धि, म अकिञ्चनको बुद्धि पनि कस्तो छ भने प्रभु, म कति हो शिष्टाग्रगण्य जनसेव्य भवत्पदाब्जे, शिष्टहरूमा अग्रगण्य महापुरुषहरूद्वारा सेवित भगवान हजुरका जो श्री चरणारविन्द छन् नि, त्यो चरणारविन्दको महिमाको निरन्तर अनुभव गरेर म हृष्ट अस्तु, म कहिले हर्षित होला? त्यो दिन कहिले आउला? त्यो कृपा हजुरले कहिले गर्नु होला? हे मेरो नाथ, हे मेरो प्रभु, अष्टाक्षर नामक यो जो मूल मन्त्रमा 3 पद छन्, 3 पदमा क्रमैले फेरि 3 पद छन् कि मूल मन्त्रमा। अब अहिले वर्णन गरौँला। जो अनन्यार शेषत्व, अनन्यार सर्वभोग्यत्व, अनन्यार शरणत्व, 3 पदमा यो 3 आकारले युक्त छ। अनन्यार शेषत्व प्रथम पदको भो, अनन्यार शेषत्व, परमात्माको अतिरिक्त यो जीव कसैको पनि शेष होइन, भोग्य होइन। यो जीव अरू कसैको हुँदैन, केवल एउटा भगवानको, आचार्यको र भागवत जनहरूको हो। प्रथम पदकोमा अनन्यार शेषत्व, द्वितीय पदमा अनन्यार भोग्यत्व, केवल भगवानको मात्रै भोग्य हो यो, अरूको होइन। र तेस्रो पदमा अनन्यार शरणत्व, केवल एउटा परमात्माको मात्रै शरण गर्ने योग्य यो जीव हो, अन्य अरू देवी देवताको होइन, केवल भगवानको मात्रै शरण हो यो। तो अनन्य र शरणत्व यस आकारत्रयमा हुनुपर्ने जो निष्ठा छ नि, मलाई आजै प्रदान गर्नुहोस्। यो निष्ठा ममा आजै आओस्। जो म जस्ता अकिञ्चनको बुद्धि पनि, म त अकिञ्चन पो, केही जानेकै छैन, केही थाहा नै छैन। अकिञ्चन्यता भाव ल्याउन धेरै मुस्किल पर्दछ, धेरै नै मुस्किल।
फेरि हाम्रो जीवात्माको स्वरूप त कस्तो छ, अलिकति जानेपछि फुरफुर गर्न थालिहाल्छ। कहिले पनि भागवत सन्निधि आचार्य सन्निधिमा चुप लागेर अकिन्छन् भने किन जाने जस्तो गरेर बस्नुपर्छ। भाँडो खाली भएपछि भरिने हो कि भाँडो भरिएकै लगेर बाहिर पानी थाप्दा फेरि के हो? भाँडो चाहिँ खाली हुनै पर्दछ। अनि सदुपदेश भरिने हो भाँडामा। भरिएको भाँडो लगेर बाल्टीमा पानी भरिन्छ लगेर धारामा थाप्दा के हो? खाली पात्र लगेको अनि त्यो धारामा थाप्दा फेरि अनि त्यो बाल्टी भरिन्छ। म जस्ता अकिञ्जनको बुद्धि पनि शिष्टजनहरूमा अग्रगण्य महापुरुषहरूका करकमलद्वारा सेवित हजुरका ती चरणारविन्दको महिमा अनुभव गर्न कहिले गर्न पाउला? अनि त्यो अनुभव गर्दा गर्दै कहिले हर्षित हुन पाउला? हर्ष भएर प्रसन्न कहिले हुन पाउला? हृष्टास्तु नित्यम अनुभूय ममास्य बुद्धि। अल्पापिमेन भवदीय पदाब्ज भक्ति शब्दादि भोग रुचिरन् वह मेधतेया मत पाप में वही निदानममुष्य नान्यत् तद्वारयार्ययतिराजदयैक सिन्धो तद्वारयार्ययतिराजदयैक सिन्धो। हे दया का सिन्धु, दया एक सिन्धु। यो दयाका एउटै मात्रै समुद्र, एउटै मात्रै खानी भगवान। दया एक सिन्धु, दया एक दयैक वृद्धि सन्धि। सिन्धु भनेको समुद्र, दया गर्ने करुणा गर्ने केवल एउटा आचार्य मात्र। अरू संसारमा कसैले गर्दैन। आचार्यलाई छोडेर, आचार्यको अतिरिक्त यो संसारमा कसैले कुनै जीवले करुणा गर्दै गर्दैन, दया गर्दै गर्दैन। दयाका एक मात्रै, एउटा मात्रै हाम्रो उपाय हुनुभएको समुद्र स्वरूप हुनुभएका हे यतिराज आर्य, हे आचार्य, हे रामानुज मुनि, हे मेरो स्वामी प्रभु, मैं प्रभुका श्री चरणको दास भएको मलाई, म त हजुरको सेवक हो नि। भवदीय पद अब्ज हजुरका श्री चरण कमलमा मेरो भक्ति, प्रेम रूपा जो भक्ति छ नि, अल्पापीमा अल्प अपि न, अलिकति पनि छैन। अब कस्तो नैच अनुसन्धान अनुभव गरिबस्छ। हजुरको श्री चरण, हजुर कस्तो हुनुहुन्छ? दयाको, मेरो लागि त दयाको एउटा मात्रै, हजुर मात्रै दयाको समुद्र मेरो लागि त। परन्तु हे आचार्य, हे मेरो स्वामी, हजुरको श्री चरणारविन्दको दास भएको म कस्तो छु त भन्दा हजुरका चरणारविन्दमा प्रेमै छैन, भावै छैन, रत्ती भर पनि छैन, के निष्ठै छैन, प्रेमै छैन। के छ त? बरु यिनै संसारका विषय भोगहरू, शब्द आदि भोगहरू चिरन्म मेधते। यी शब्द आदि विषयहरूको भोग गर्नमा त बडा रुचि छ। प्रतिदिन, फेरि एक दिन मात्रै हो र, अन्वहम ईधते, प्रतिदिन हजुरमा चित्तवृत्ति लागेको छैन, हजुरमा मन लागेको छैन। हजुरमा नलागेर यी संसारको विषय भोगमा, यिनै संसारमै, संसारका चिजमा नै आसक्त छु म। एक दिन होइन, प्रतिदिन। फेरि त्यो पनि उर्लेर बढेर गइरहेको छ। फेरि अहो कस्तो यो खेद हो यो।
अमुष्य निदानम, यसको कारण केवल मत पापमेव, केवल मेरो पापै हो प्रभु, मेरो पाप मात्र यो निश्चित छ, अर्को कुनै कारण होइन, अर्को कुनै कारण छैन। हे मेरो स्वामी, हे मेरो भगवान, यसैले यो मेरो पाप प्रवृत्ति जो मन छ नि, पापमा प्रेरित भएको, त्यसलाई वारय हटाइदिनुहोस्। बराबर मेरो स्वामीजीको नैत्य अनुसन्धान है। एक मात्र दयाका अमृत समुद्र हुनुभएका हे आचार्य, हे रामानुज मुनि, हे मेरो स्वामी, हजुरका श्री चरणारविन्दको दास भएको भएर पनि यो मेरो अलिकति पनि मात्र, अलि किञ्चित मात्र पनि हजुरमा भक्ति छैन। चरणारविन्द नित्य निरन्तर लागिरहनु पर्ने जो प्रेम रूपिणी जो भक्ति हो, त्यो ममा रत्ती भर पनि छैन। कस्तो दुर्भाग्य छ मेरो। बरु शब्द, स्पर्श, रूप, रस, गन्ध, यिनै 5 विषयहरूको भोग्नमा सदा सर्वदा तल्लिन्छु म। प्रतिदिन त्यो रुचि बढ्दै जान्छ, फेरि बढ्दै गइरहेको छ। ओहो, कस्तो यो मेरो दुर्भाग्य हो। हाय, म कसो गरौँ, के गरौँ म? यसको मुख्य कारण त मेरो पापै हो। अरू त यसमा अब अन्य यो अरूलाई दोष दिने, फलानाले चिलाना, केवल यो आफ्नो पूर्वजन्मको संकुचित पाप हो। पूर्वजन्मको यो सञ्चित पाप कर्म जो छ नि, यो खेल पूर्वजन्म, यो पापको हो। भगवान, केवल यो मेरो पाप मात्र हो। यो केवल पाप, यो निश्चित छ, अर्को कुनै कुनामा केही कारणै छैन, केवल मेरो पापै हो, अर्को केही कारण पनि छैन। त्यस कारणले हे मेरो स्वामी, हे मेरो प्रभु, सारा मेरा पापहरूलाई झट्टै नाश गरिदिनु होला प्रभु। यस्ता प्रकारले ती पापलाई नाश गरिदिनुहोस्। त्यो पाप नाश हुने बित्तिकै त फेरि म हजुरको आराधना गर्छु नि त। हाम्रो धर्मले स्वामी महाराज वर्णन गरिबस्छन् छ, जीव भगवानका शरणमा किन आउँदैन भन्दा त्यो पापले आउन दिँदैन। पापले यस्तो प्रबल पाप छ भनेर, यो पापले त न भागवतमा प्रपन्न भागवत जन्म निष्ठा हुन दिन्छ, न आचार्यमा श्रद्धा उत्पन्न हुन दिन्छ, न भगवानमा रति नै हुन्छ, प्रेमै हुन्छ। त्यो पापले यसरी त्यो उर्लिएर आउँदछ नि, अनि त्यो पापको बाढीले यसरी बगाइदिन्छ। त्यो पाप चाहिँ हजुरले तद्वारय, त्यसलाई हटाइदिनुहोस् प्रभु, छिट्टै हटाइदिनुहोस्। होइन यसले मलाई सकिदिन्छ। अल्पापि मे न भवति अपदाब्ज भक्ति, शब्दादि भोग रुचिरन्वमे धतेया, मत पाप मे वै निदानममुष्य नान्यत्, तद्वारयार्ययतिराजदैकसिन्धो, तद्वारयार्ययतिराजदैकसिन्धो। यस्ता प्रकारले वर्णन पनि कस्तो वर्णन छ। मेरो वृत्ति त पशुको जस्तो छ प्रभु। वृत्त्या पशुरुनरवपुस्त्वहमीदृशोऽपि, श्रुत्यादि सिद्ध निखिलात्म गुणस्तयोऽयम्, इत्यादरेण कृतिनोऽपि मिथ प्रवक्तुम्, अद्यापि वञ्चन परः अत्र यतीन्द्र वर्ते। कति त्यो नैत्य अनुसन्धानको पनि सीमा पराकाष्ठा गएर आचार्यसँग बिन्ती गर्नुहुन्छ। अब
हाम्रो समयको विश्राम भइसकेको छ। अब हामी पुनः भोलि फेरि सत्सङ्ग गर्नेछौँ। 7 श्लोकदेखि भोलि फेरि हामी सत्सङ्गमा उपस्थित हुनेछौँ। 8, 8:15, 8:30 अन्तिममा 8:30 बजीदेखि अब 1 घन्टासम्म अथवा सवा घन्टा कति हुनसक्छ, आधा घन्टा सबै भागवतहरूको भनौँ न एउटा मङ्गलाशासनले यो जानेर यो पढेर बुझेर यहाँ भन्ने कथा सुनाउने कथा भन्ने यो आचार्यको यस्तो महिमा वर्णन गर्ने योग्यता छैन। अब समस्त भागवतहरूले मङ्गलाशासन गरेको हुनाले आचार्यका मुखारविन्दबाट भनौँ न श्रवण गरेको जो भगवत रहस्य हो त्यो यत्किञ्चित समस्त भागवतोत्तमहरूका सन्निधिमा बसेर आस्वादन गर्ने सुनौलो अवसर प्रभुले प्रदान गर्नुभयो। श्रीमते रामानुजाय नमः। श्रीमते रमेजामातृ मुनीन्द्राय महात्मने श्रीरङ्गवासिनी भूयात् नित्यश्री नित्यमङ्गलम्। जय श्रीमन्नारायण। जय श्रीमन्नारायण।